हाम्रा भुलाल वंशीय बस्नेत परिवारमा अत्यन्त दुःखद घटना घटेको छ। यो वैदेशिक रोजगारको सिलसिलामा मलेसिया जाने क्रममा 2082 साल कार्तिक 12 गते बुधबारको दिन हाम्रो बस्नेत परिवारमा छु र त्यसको लागि म उहाँको सामान्य परिचय अनुरोध गर्दछु। त्यसमा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पदी अनुसार मलाई त थाहा भएन कुन पद, समग्रमा मैले भने नेपाल सेनाप्रति म आभार व्यक्त गर्दै म सामान्य उहाँको परिचय वाचन गर्न गइरहेको छु। भोजपुर जिल्ला साबिक कुलुङ गाउँ पञ्चायत वार्ड नम्बर 4 कामलाटारका भुलाल वंशीय बस्नेत शेरबहादुर बस्नेतको नाति पदमबहादुर बस्नेत तथा इन्दिरा बस्नेतका कान्छा छोरा रोहित बहादुर बस्नेतको मृत्यु 2043 साल फाल्गुन 7 गते बिहिबार बेलबाडी 5 ढोक्राधारमा जन्म नेपाली सेना जस्तो गौरवमय सङ्गठनमा 2082 साल कार्तिक 12 गते बुधबारका दिन असामयिक निधन भएकोले धनञ्जय गोत्रीय भुलाल बस्नेतमा पर्न गएको यस शोकाकुल घडीमा हामी मर्माहत भएका छौँ। अत यस दुःखद घडीमा साथ सहयोग गरी मलामी आउनुभएका सम्पूर्णमा आभार व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना स्वरूप 1 मिनट मौन धारण गर्नको लागि सबैमा अनुरोध गर्दछु भनेर मैले भनेको छु। सम्मान अन्तिम शोक शत्रु सलामे